ल यो बाटो खाल्डो भएकाले हामी चाहिँ कसैले पनि समन्वय पहल नगर्दैकाले हामीले चाहिँ देउसी खेलेर 20-25 हजार रुपियाँ पैसा उठाएको थियो। त्यही भएर आज यहाँ बाटो सम्याउने कार्यक्रम भइरहेछ। बाटो सम्याइदिने चाहिँ हाम्रो योजना छ। यही हो बाटो चाहिँ यहाँ खाल्डा बर्खामा चाहिँ धेरै भिड भएकाले यहाँनिर गाडी तार्न र एम्बुलेन्स यसो बिरामी भएको खण्डमा एम्बुलेन्स नआउने भएकाले हामीले यो समन्वय के अरे सम्याउन गइरहेछौँ बाटो। यो बाटो अरू हाम्रो त्यस्तो खेसै केही पनि छैन। यो नगरपालिकाहरूले यसो समन्वय गरेर गरिदिएको भए राम्रो हुन्थ्यो। अझ अब हामीले चाहिँ आफ्नै पहलमा गरेको यो चाहिँ बाटो टक्क यो सम्याउने कार्यक्रम छ आज दिनभरि। यही हो टक्क यति। ल आजबाट काम सुरु भयो। ल कसैमा बस यसरी उकाउँदा त यहाँ तलसम्म उकाउँदा राम्रो हुने हो। तर अब पैसा हुनु पऱ्यो नि त आमै। त्यो त योजना होइन नि त। अस्ति देउसी खेलेको पैसाले हो नि त यो गर्न खोजेको त। कसले हाल्छ? बनिसकेको अवस्था यस्तो छ। हामीले खाल्डा चाहिँ पुर्दैछौँ। टक 3 नम्बर वडा कार्यालय चाहिँ यहीँ छ। यो चाहिँ 3 नम्बर वडा कार्यालय खानबारी नगरपालिका वार्ड नम्बर 3 कार्यालय हो। नगर वडाले पनि गरिदिएको भए हुन्थ्यो। खासै त्यस्तो साह्रो त थिएन। त्यही पनि ठिक छ। यहाँ हामीले खाल्डा चाहिँ पुर्दिएका छौँ। आगामी दिनमा सोलिङ गर्नलाई चाहिँ टक्क समन्वय गर्दै सही हुन्थ्यो होइन? बाटो ठिक छ नि होइन हजुर? अब सोलिङ भयो भने चाहिँ राम्रो हुन्छ। ल टक्कै यता यस्तो बनाएको छ हामीले। टक्कै यो चाहिँ अब हाम्रै व्यक्तिगत लगानीमा भनौँ न। देउसी खेलेर हो यो यस्तो बाटो सम्याएको चाहिँ हामीले। हाम्रो चाहिँ हल्का उयो पनि हुँदैछ के अरे श्रमदान पनि हुँदैछ। कडाहरू श्रमदान हालिरहेको छ। टक्क बाटो चाहिँ सम्याउने काम भइरहेछ। टक्कै दुईजना दाइहरू हुन्छ अग्ला दाइहरू सबै मिलेर गरेको यो हामीले चाहिँ आफ्नो व्यक्तिगत लगानीमा। तर बाटो चाहिँ लास्टै सानो रहेछ। बाटो चाहिँ ठुलो बनाउन पहल पनि गर्नुपर्ने भयो हजुर। ल टक्क यता श्रमदान पनि हालिरहेको छन् केटाहरूले। टक्क दामी आइरहेछ। हामीले चाहिँ यो आफ्नो पर्सनल लगानीमा गरेको देउसी खेलेर। यो कसैको कुनै कार्यालयको बजेट पनि होइन। यो कुनै खानबारी नगरपालिका वार्ड नम्बर 3 हो। यो चाहिँ यहाँ कुनै पनि राजनीतिक दल या भनौँ कुनै पनि स्थानीय जनप्रतिनिधि नगरपालिका कसैले पनि चासो नदेखाले, स्थानीय राजनीतिक दलहरू कसैले पनि चासो नदेखाले हामीले चाहिँ आफ्नै खर्चमा टक्क यसरी बोकेर ढुङ्गा बोकेर आफ्नै लगानीमा आफ्नै पैसा उठाएर हामीलाई नि सहज हुन्छ। बिरामी पर्दा एम्बुलेन्स सुत्त नआउने भइसकेको अवस्थामा चाहिँ हामीले यो बाटो बनाउन बाध्य भएका छौँ। यो बाटो चाहिँ हामीले यतिकोसम्म बनाएको छौँ, यतिको सम्याइदिएको छौँ। अब तातो लागेर केही हुन्छ कि त भनेर मात्रै सुरुवात गरेको। अब हामी पनि त्यस्तो खासै डोनर गरेको होइन। आफैले प्राइभेट खर्चमा हानेको हो। त्यही भएर खासै गाह्रो छ अवस्था चाहिँ हाम्रो। त्यही भएर यतिकोसम्म चाहिँ बाटो बनाउने भनेर हामीले पनि यसो एम्बुलेन्ससम्म आउन सक्ने, अटोसम्म आउन सक्ने, अनि बाइक साइक कुद्ने पर्सनल युजको लागि चाहिँ बाटो राम्रो होस् भन्ने हाम्रो पनि सबैको धारणा भएकाले यतिसम्म बाटो बनाएको छौँ। अब बन्दैछ, कति बन्छ हामीसँग एमाउन्ट चाहिँ अहिले नखोला पनि साह्रै थोरै एमाउन्ट भएकोले यतिकोसम्म चाहिँ गरेको हो हामीले। जोस त खासै हाम्रै लागि भनेर मात्रै गरेको। यो रोड चाहिँ साह्रै अतिक्रमण गर्नुभएको रहेछ यो हाम्रै स्थानीय बासिन्दाहरूले। तर यो अलिक छोड्दै हुने हो, राम्रो हुन्छ, हाम्रै लागि हो। बाटो पनि ठुलो हुन्छ यो। अनि यो भाँडामा आजेको पानीहरू के पानी सबै ढल पानी, धाराको पानी सब बाटोमा हालिदिनु हुँदो रहेछ। त्यो चाहिँ नगरिदिनु होला। यो तपाईँ हामीले दुःख गरेर बनाएका छौँ पर्सनल खर्चमा। यो चाहिँ यतिकोसम्म बनायो हामीले गर्न सक्ने यति मात्र हामीले गर्न खोजेको भने चाहिँ खाल्डा मात्रै पुर्न खोजेको। त्यस्तो बाटो चौडा गरेको नि होइन, बाटो पिच गरेको नि होइन। हुन्छ काम राम्रो त होइन, त्यही पनि हामीले खाल्डो हाम्रो सहजको लागि हामीले खाल्डा पुरेको मात्रै हो बाटो चाहिँ। हामीले चाहिँ हल्का बाटो सम्याएर यहाँ यो ठाउँमा चाहिँ ल्याइपुऱ्याएका छौँ। यो बस पार्क भनेर लिएको ठाउँ हो। यहाँनिर बस पार्क भनेर गाडी कुद्छ माझा बाटोबाट। अब यहाँ सम्मिने कार्यक्रम भएको छ। अब हामी चाहिँ
यो बस पार्कलाई विशेष अलिअलि समेट्यौँ भनेर त माटोको ढिस्काहरू थुपारिरहेको छ। त्यही माटोको ढिस्का समेट्यौँ। यहाँ हाम्रो भाइहरूलाई बल खेल्न हुन्छ वा पछि बल खेलेर केटाहरू अलिक राम्रै ठाउँमा पुग्छन् कि भन्ने हाम्रो आफ्नै आश हो। अब हेरौँ के हुन्छ। यो सक्यो भने हामी आर्थिक अवस्था कमजोर भएको कारणले हो यो नसकेको, नभए त सबै सकिन्थ्यो। हामीसँग आर्थिक अवस्था एकदमै न्यून भएकोले टक्क हामीलाई ग्राउन्ड चाहिँ पुरै समेटिन मन थियो। अब सकिन्छ सकिँदैन हेरौँ कति भ्याउँछ। हाम्रो बजेटले हाम्रो अवस्था कस्तो हुन्छ त्यसमा भर पर्छ। अब यो यति बाटो चाहिँ बनिँदैछ त्यहाँनिरसम्म। अब त्यहाँनिर स्काई जेसिबी चलिरहेको छ। अब यही ग्राउन्डको ढिस्काहरू समेटिने, यहाँ बाटो यस्तो ग्राउन्डहरू यस्तो यस्तो छ। त्यही अब मिलाइदिने हो। अब हाम्रो भाइहरूको लागि हो, हामीले हौसला बढोस् भनेर हामीले भाइहरूले केही गरिदियोस् भनेर गरिदिएको थियो भनेर उनीहरूलाई पनि याद होस् भनेर हो यो हामीले चाहिँ टक्क यस्तो बनाएको। यहाँ भाइहरूले सानो यत्रो बारीको गराजमा फुटबल पोस्ट बनाएर बल खेलिरहेछन्। हामीले यो देखेर मध्यनजर गरेर यहाँ भलिबल कोर्ट पनि छ, यहाँ भलिबल खेल्ने पनि हुन्छ। शुक्रबार शनिबार मान्छेको चाप ज्यादै हुने भएकाले अब हामीले पनि महसुस गरेर अब हामीले कसैले केही गर्दैन भनेर हामीले नगर्ने होइन। हामीले पनि अरूलाई भाइहरूको लागि केही गरिदिउँ भनेर, साना नानी भाइहरूको लागि कुलतमा नफसुन्, इङ्गेज हुन्, या केही सिकुन् भनेर हो। यत्रो खेल्नको खेलाडी बनुन् भनेर, या कला कौशल देखाउन आफ्नो क्षमता प्रदर्शन गरून् भनेर हो हामीले यो समेटिन आँटेको चाहिँ। यहाँ हाम्रो दाइहरू हुनुहुन्छ, भाइहरू छन्, सबैजना छन्। अब यही ग्राउन्ड सम्झाउने कार्यक्रम हुन्छ। टक्क हाम्रो चाहिँ ग्राउन्ड सम्झाउने काम सुरु हुन थालिसक्यो। टक्क अब टक्क काम सुरु हुन्छ। यहाँ हाम्रो हजुरबाइहरू पनि हुन्छ। टक्क दाइहरूले ग्राउन्ड सम्झाउनु सुरु भइसकेछ। टक्क अब ग्राउन्ड सम्मिसकेपछि आउँछ भिडियो। टक्क अहिलेलाई चाहिँ यतिमै क्लोज गरौँ होला। यो हामी यो छेउछेउको डिलहरू फिल्डिङ गर्ने काम गर्ने भन्ने छ। टक्क यो डिल खेल्ने भनेको छ। यो डिल माथि लाउने भने चाहिँ यहाँ सब आइरहनु भएको छ। अब हेरौँ कतिसम्म कामले भ्याउँछ। आर्थिक अवस्थाले गर्दा हो यो सब यस्तो भएको। अब आर्थिक अवस्था राम्रो हुनु भने हामी पनि गर्ने होला। सहयोग गर्ने इच्छुकै हुनुहुन्छ अरे सम्पर्कमा आउन सक्नुहुन्छ। त्यही भन्न चाहेँ अहिलेलाई। यति नै भिडियो।